साबिकको सोयाक गाउँ विकास समिति र सिद्धिथुम्का गाविसको वडा 7 मिलेर इलाम नगरपालिका वडा 11 को भूगोल तयार भएको छ। इलाम सदरमुकामबाट पश्चिममा पुवाखोला र रातेखोला पारीको सोयाक गाउँ नै इलाम नगरपालिका वडा 11 हो। निर्माणाधीन मेची कोरिडोर इलाम तराई फास्ट ट्र्याकले यो वडाको तल्लो क्षेत्रलाई छोएको छ। यस्तै मङ्गलबारे गाग्रेभन्ज्याङ जितपुर बेलासे सडक पनि सोयाकको बीचबाट निर्माण भइरहेको छ। सडक पूर्वाधार निर्माणको क्रममै रहेकाले यहाँको यात्रा जोखिम भने कायमै रहेको छ। प्रदेश सरकार मार्फत खरायोडाँडा बेलासी सडक स्तरोन्नतिका लागि थप 1,60,00,000 बजेट विभिन्न शीर्षकमा विनियोजन भएको छ। नगर गौरवको आयोजना अन्तर्गत याङनाम प्रगति चोक हुँदै 12 विषय जोड्ने सडक 30 लाख लागतमा स्तरोन्नति भइरहेको छ। नवमी डाँडा निर्फोत सडकमा 50 लाख बजेट मार्फत स्तरोन्नति भएको छ। खड्गमान चोक राकसै प्रगति चोक सडक 15 लाखमा स्तरोन्नति गरिने भएको छ। इलाम नगरपालिकाले वार्ड नम्बर 11 मा पूर्वाधारको क्षेत्रमा हामीले स्वायक भन्ज्याङबाट गुनमुनी हुँदै झापातर्फ जाने बाटोमा हामीले एउटा झोलुङ्गे पुलको निर्माण गर्यौँ। त्यहाँ चाहिँ अत्यन्तै विकट अवस्थामा थियो र भन्ज्याङबाट स्वायक भन्ज्याङबाट निर्फुकसम्म जानको निमित्त चाहिँ 50 लाखको गौरव योजना हालेर बाटो पनि धेरै विकट ठाउँहरूमा चाहिँ हामीले सोलिङ गरेको छौँ। यस्तै स्वायकको वार्ड नम्बर 11 को यो सिद्धिथुम्काको आसपासमा चाहिँ हामीले त्यो लगभग 150 घर परिवारहरू जो सिमले भन्छ त्यो स्थानलाई, जो बढी लिम्बू समुदायको चाहिँ बस्ती रहेको छ, त्यहाँ खानेपानीले अत्यन्तै ठुलो बिकराल अवस्था थियो। त्यहाँ हामीले लगभग 1 करोड बराबरको चाहिँ आरिद खानेपानी हामीले पम्पबाट सोलर पेनलबाट पम्पिङ गरेर हामीले 1 किलोमिटर माथि चाहिँ त्यो काकाकुल भएको नागरिकहरूलाई हामीले खानेपानीको व्यवस्थापन गरेका छौँ। त्योदेखि बाहेक हामीले स्वायकतर्फ जाने बाटोमा जो यो वार्ड नम्बर 11, 12, 9 र 12 हुँदै 11 तर्फ जाने बाटोमा हामीले सडकैमा कङ्क्रिट पुलको अब ठेक्का लागिसकेको छ। यो वर्षबाट यो चालु वर्षबाट नै सुरु हुन्थ्यो, तर के छ भने त्यो ठुलो विपत्ति आएको हुनाले बाढीले गर्दाखेरि चाहिँ हाम्रो त्यो फ्लड लेभल बढेको हुनाले फेरि त्यसलाई डिजाइन गरेर त्यो निर्माण हुँदैछ। त्योदेखि बाहेक स्वायकको बेलासेमा हामीले लगभग 800 मिटर तलबाट माई खोलाबाट त्यो पनि सोलर पेनल मार्फत चाहिँ हामीले सिँचाइको चाहिँ व्यवस्था गरेका छौँ र त्यो बाढीले अहिले बगाएको हुनाले त्यसलाई मर्मतको क्रममा छ। र त्योदेखि बाहेक हामीले थुप्रै भौतिक पूर्वाधारको कामहरू चाहिँ गरेका छौँ 11 नम्बर वार्डमा। वडाले निन्दाखु क्षेत्रका जनतालाई घर दैलोमै सेवा पुर्याउने उद्देश्य अनुरूप निन्दाखुमा सेवा इकाइ मार्फत सेवा दिएको छ। हप्तामा 1 दिन वडाको काम इकाइ कार्यालय मार्फत हुँदै आएको छ। वडा कार्यालय छेउमा रहेको स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउन पहल गरिएको छ। स्वास्थ्य चौकीमा पावर ब्याकअप खरिद गरी सेवा नियमित बनाइएको छ। सोयाक गोदक 132 केबी प्रसारण आयोजनाको सहयोगमा स्थानीय बालकन्या माध्यमिक विद्यालयको भौतिक सुधार गरिएको छ। पटक पटक आइसिटी 20 लाखमा खरिद गरी सञ्चालन गरिएको छ। थप 5 लाख मार्फत खेल मैदान विस्तार गरिएको छ। देउमाई नगरपालिका 8 को तालखर्क मुहानबाट खानेपानी ल्याएर सोयाक बृहत खानेपानी योजना सञ्चालन भएको छ। यो योजनाका लागि थप 50 लाख प्रदेश मार्फत बजेट विनियोजन भएको छ। यस्तै सोयाक चुलीगाउँ खानेपानी र ठुलधारा खानेपानी योजना मार्फत वडावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन वडा क्रियाशील रहेको छ। सोयाक इनपाई घरमा सोयाक खानेपानीको ठुलो समस्या थियो। त्यो समस्यालाई समाधान गर्नको लागि धेरै कसरतहरू गर्नु पर्यो। सरकारले बजेट छुटाउने, त्यस बजेटले खानेपानीको मुहान किन्न नपाउने, जग्गा किन्न नपाउने त्यो समस्या भयो। हामीले त्यसको लागि बजेट मुहानको खानेपानीको मुहान किन्नको लागि
जग्गा खरिद गर्नको लागि बजेट छुटायौँ। तर बजेट छुटाउँदा पनि बजेट विनियोजन गर्दा त्यो बजेटलाई खानेपानी मुहान खरिदको लागि गर्न सकिएन। धेरै समस्याहरू आए, कानुनी समस्याहरू आए, तर उपभोक्ताबाट सङ्कलन गरेर आर्थिक सहयोग लिएर किन्न पाउने भन्ने भयो। त्यसले गर्दाखेरि अहिलेको देनपा 8बाट हामीले तालकर मुहानबाट चाहिँ खानेपानीको मुहान खरिद गरी हामीले सङ्घीय खानेपानी अन्तर्गत हामीले सुयागमा खानेपानी सञ्चालन गरेका छौँ। पहिले डिपिआरको लागि 5 लाख बजेट परेको थियो सुयाग विराट खानेपानीको लागि। त्यस पछाडि 30 लाख बजेट विनियोजन भयो। त्यस पछाडि 50 लाख भयो र 66 लाखको टेन्डर भयो। टेन्डर भइसके सुयाग खानेपानीमा सुयाग विराट खानेपानी अन्तर्गत सुयागमा पानी आएको छ, पहिले सञ्चालन भएको छ। त्योभन्दा पहिले चाहिँ सुयाग खानेपानीको लागि भनेर डिप बोरिङको प्रयास भयो। डिप बोरिङ सफल भएन। 1 महिनासम्म सञ्चालन भयो। 1 महिना पछाडि त्यो पानी सकियो। त्यस पछाडि लिफ्टिङ भनेर चाहिँ हामीले काम गऱ्यौँ। तर लिफ्टिङको पनि समस्या, कहिले सेन्सर बिग्रिने, कहिले मोटर बिग्रिने, त्यस्ता धेरै समस्याहरू आए। त्यस्ता समस्या आएकोले गर्दाखेरि यस सुयागवासी खानेपानीको समस्याले गर्दा बसेक जाँदैछ भन्ने कुरा तपाईँले सुन्नुभएको छ, सबैले सुन्नुभएको छ। त्यो समस्यालाई समाधान गर्नको लागि अहिले दिगो विकासको लागि तालकर मुहानको पानी आएर सुयागलाई खानेपानीको समस्याबाट मुक्त भएको छ। अहिले सुयाग खानेपानीको लागि, सुयाग विराट खानेपानीको लागि 50 लाख बजेट आएको छ। अहिले पनि सङ्घीय खानेपानी अन्तर्गत 50 लाख बजेट विनियोजन भएको छ। त्योभन्दा अगाडि विपद हुँदाखेरिको अवस्थामा 30 लाख बजेट आएको थियो। त्यो 30 लाख बजेटको मर्मसम्मारको काम हुँदैछ। त्यति मात्रै भएन, सुयाग भनेको क्षेत्रफलमा ठुलो, भूगोलमा ठुलो, त्यसले गर्दाखेरि चाहिँ उचाइ पनि अलि अग्लो, त्यसले गर्दाखेरि चाहिँ त्यो तालकरको खानेपानीले सुयाग सबैलाई समेट्न सकेन। मुहान खोजी गर्दै गयौँ। मुहान खोजी गर्दै जाँदाखेरि तत्कालीन समेता गाविसमा हामीले चाहिँ मुहान पत्तो पाइयो, मुहान मिलाइयो र हामीले चाहिँ नेपाल सरकारसँग, सङ्घीय सरकारसँग अब अनुरोध गऱ्यौँ। सङ्घीय खानेपानीसँग अनुरोध गर्दा अहिले भनेको 1 करोडको बजेट परेको छ। सुयाग चुलीगाउँ इनोपा 11 र यहाँ बजेट विनियोजन गर्ने सम्बन्धित व्यक्तिहरू, प्रमुख व्यक्तिहरूलाई म हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यसका साथै सुयागमा भएका अलिक राम्रा काम भनेको हाल मात्रै सञ्चालन भएको छ। लिफ्टिङ सिस्टमबाट आरिद खानेपानी भनेर जुन 95 लाख बजेट भनेको सङ्घीय सशक्त अनुदानबाट बजेट विनियोजन भएर त्यो पानी सञ्चालन भइसकेको छ। अर्को कुरा के भन्दाखेरि बेलासेमा जुन लिफ्टिङ सिस्टम मार्फत जलवायु अनुकूल नमुना गाउँ बनाउने भनेर हाम्रा हिराकाजी घलेश्वरको पहलमा जुन 65 लाखको जुन बजेट विनियोजन भएर उहाँले जुन एउटा लिफ्टिङको काम सञ्चालन भएको छ। माइखलाबाट पानी तानेर माथि सिँचाइ गर्ने छ। जुन आरिद खानेपानी जुन भन्छ उहाँ पनि त्यो पनि हिराकाजी सरको पहलमा त्यहाँका प्राविधिक सरहरू आएर उहाँहरूको पहलमा चाहिँ त्यो काम सफल भएको छ। आरिद खानेपानीको काम पनि सफल भएको छ। सुक्खा क्षेत्रमा सोलर लिफ्टिङ प्रविधिबाट खानेपानी उपलब्ध गराउन आरिद खानेपानी योजना सञ्चालन गरिएको छ। नगरपालिकाको पहल र नामसालिङ सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा
उक्त योजना सम्पन्न गरी करिब 100 परिवारलाई खानेपानी उपलब्ध गराइएको छ। वडाको बेलासी क्षेत्रलाई जलवायु अनुकूलन गाउँ बनाउन नासा बिकेको पहलमा सोलरबाट सिँचाइ सुविधा उपलब्ध गराइएको छ। माइखोलाको पानीलाई सोलर लिफ्टिङ प्रविधिद्वारा सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराइएको योजना सफल भए पनि हाल गत वर्षको बाढीले मोटर बगाएपछि बन्द अवस्थामा रहेको छ। वडामा रहेका नाम चलेका कृषि उत्पादनमा अग्रणी खेत सिँचाइका लागि विभिन्न योजना सञ्चालन भएको छ। 11 लाखमा रातेखोला डिहिटार सिँचाइ योजना सञ्चालन भएको छ। यस्तै 5 लाख लागतमा हुलाके कुलो सञ्चालन गरिएको छ। निर्फोक र माई नगरपालिकाको गुनमुने जोड्ने झोलुङ्गे पुल माइखोलामा निर्माण सम्पन्न भएपछि स्थानीयलाई आवत जावतमा सुविधा पुगेको छ। वडामा बालीकन्या देवीको चर्चित मन्दिर र पर्यटकीय क्षेत्र रहेको छ। परापूर्व कालमा 5 पाण्डवले गुप्तवास बस्दा हतियार राखेको प्राकृतिक खटिया यहाँ रहेको छ। बालीकन्या देवीको दर्शन गरेमा सन्तान प्राप्ति हुने, रोग व्याध नाश हुने विश्वास गरिन्छ। यस मन्दिर वरपर बन्दुक पनि पड्काउन खोज्दा नपड्किने शक्ति रहेको स्थानीयहरू बताउँछन्।